घरमा आइसके मेरो अब के भन्नु आइसकेको छु र अब बेहुलीसँग पनि भेट भइसकेको छ। वेलकम। हाम्रो बेहुलीको मेहन्दी हेर्न सक्नुहुन्छ। त्यही भएर हामी चाहिँ यहाँ फ्रेस हुन आएको है साथीहरू। म चाहिँ हल्का इमोसनल पनि भइहालेँ होइन, किन एक मात्र कोही छैन। ओके म बोल्न सकिनँ एकछिन है त साथीहरू। अब चाहिँ हामी भाउ छिटोरीले यहाँलाई दिन लागेको हजुरहरूले यताउता भएर चाहिँ एकदमै मिलाएर हेरिदिनु होला भन्न चाहेर होइन। त्यो भिडियो हजुरहरूलाई के कस्तो लाग्छ हजुरहरूले प्रतिक्रिया पनि दिनु भएको छ। हेलो गर्नु न मेरो ब्लगमा सिम्पल भिडियोमा। हेलो सेवा एभ्रिवान, स्वागत छ तपाईहरुलाई आजको मेरो अर्को नयाँ भिडियोमा हजुरहरूलाई आफ्टर लङ टाइम पछि है। अनि भिडियो नै आउँदैन कहाँ गयो होला वर्ष भनेर हजुरहरूलाई कोही कोहीलाई त लाग्न सक्छ नि होइन, मेरो रेगुलर भ्युअरहरूलाई होइन। म चाहिँ एकदमको थिइनँ है र आज चाहिँ भिडियो बनाउने मन भयो होइन। अनि त्यसको लागि चाहिँ मैले भिडियो स्टार्ट गरेको छु र आज चाहिँ स्पेसल छ। स्पेसल भन्दा पनि म चाहिँ स्पेसलको लागि जाँदैछु मेरो कर्म घर। अनि म चाहिँ किन जाँदैछु भने अस्ति दिवाली सक्यो हो, दिवाली प्लस बिहे सक्यो। अनि मेरो चाहिँ एक मात्र नन्दको चाहिँ बिहा छ नि त, अनि त्यही भएर चाहिँ म जान लागेको बिहेको लागि हो। अनि म चाहिँ अहिले चाहिँ 4:30 भइसकेको छ भनौँ न, 4:30 भन्दा पनि। अनि हतार यताउता कामहरू सकेर हल्का सपिङहरू सकेर नानीले लिएर आइसकेको छु र फाइनली रेडी पनि भइसकेको छु। र अब चाहिँ हामी आमा छोरी जाँदैछौँ उत्तरपानी। अनि हजुरहरूलाई होइन अब म के कस्तो हुन्छ भिडियो बनाएर हजुरहरूलाई देखाउने प्रयास गर्दैछु। अनि हजुरहरू चाहिँ एकदम भिडियोलाई स्किप नगरिकन हेर्नु होला भन्न चाहे। र सँगसँगै आज हजुरहरूलाई लाँदैछु म सुन्दर नगरी हिले हुँदै कर्मघर लाँदैछु। ल आज जानुपर्छ है त के। अनि मेरो छोरी चाहिँ बोल्ने अरे, हाम्रो सैनी मोक्तानज्यू चाहिँ बोल्नु हुँदैछ। आदरणीय सैनीजी बोल्नुहोस्, माइक सम्झिनु है, यो माइक मामुको ह्यान्ड चाहिँ के भन्छ माइक भयो। ल बोल्नुहोस् त छिटो। हेलो गाइस, हामीहरु यहाँ नातिको कुबेमा अनि मेहन्दी लगाइदिने फुबुको बेमा अनि फुबुको बेमा साडी लगाइदिने म त हैन। तिमी चाहिँ के लाउने? बक्खु। ओ बक्खु लाउने। ल अब हामी चाहिँ कहाँ जाँदैछौँ त? उत्तराखण्ड। ए बाई बाई भन, सी यू भन, झर्छ है त। ल साथीहरू अब चाहिँ हामी लाग्यौँ, अब चाहिँ हामी साँच्चीकैको लाग्यौँ है त। म पनि गएको, सैनी पनि गएको। साथीहरू हामी चाहिँ हिले आइपुग्यौँ। लेन यता हेर सैनी कहाँ आइपुग्यो? हिले भन न। ल साथीहरू अनि हामी चाहिँ हिले आइसक्यौँ। अब चाहिँ हामी लाग्ने हो उत्तरपानी। अब हामी टेम्पोमा जान्छौँ, टेम्पोमा जाने होइन त। सेनी चाहिँ अब जानु आँटेको छ उत्तरपानी। हामी चाहिँ टेम्पोमा चढिसक्यौँ। मजा आयो लाग्यो है। अनि हामी चाहिँ आइसक्यौँ बिहे घर जहाँ कि मेरो कर्मघरमा आइसकेँ मेरो। अब के भन्नु है, आइसकेको छु र अब बेहुलीसँग पनि भेट भइसकेको छ। हाम्रो बेहुली नानी हुन्छ यता। ल साथीहरू अनि हामी चाहिँ पुग्यौँ। साथीहरू अब चाहिँ हामी खाजा खान लागेको। हाम्रो खाजा रहेको छ मासु, मटन, रोटी, चिउरा। यहाँ दिदीहरूसँग छौँ हामी चाहिँ। अनि अब हामी खाजा खाइसकेपछि हामी अब के छौँ त हामी रेडी छौँ। अनि बहिनी मेरो भ्लगमा हजुरहरूलाई स्वागत छ। हजुरहरूलाई पनि म देखाउँछु, हजुरहरू पनि हेरेर इन्जोय गर्नु होला। सैनी चकचक नगर्नु
ल साथीहरू अब उहाँलाई चाहिँ म राम्ररी बनाएर हजुरहरूलाई देखाउँछु है त। त्यसको लागि हजुरहरूले एकछिन कोर्नुपर्ने हुन्छ। यसलाई चाहिँ यति राम्ररी बनाइसकेँ मैले होइन। हस् वेलकम। अब चाहिँ हामी जाँदैछौँ तल मेहन्दीको लागि। अब हामी मेहन्दी लगाइदिन्छौँ। वर्षा दिदी र म, मेरो जेठानी वर्षा गुरुङ दिदी अनि तल झर्न लागेको र सँगसँगै पनि लान्छ। मेहन्दीको लागि हामी रेडी। यो चुरा त नलागा नि हेलो हामी चाहिँ गरिसक्यौँ। हाम्रो साथीको डान्स हुँदैछ है। डान्स हुँदैछ हाम्रोमा है। बोल्नु न। हामीले चाहिँ मेहन्दी लगाइसक्यौँ। अब आउँछ हजुरहरूले म फाइनली बेहुलीलाई देखाउँछु मेहन्दी लगाएको। वेलकम। हाम्रो बेहुलीको मेहन्दी हेर्न सक्नुहुन्छ। ल यता आँसुहरू सबैजना इन्जोय गर्दैछु। हुन्छ जानु तपाईँ नाच्नु ल। अब हाम्रो बेहुलीलाई चाहिँ हामी डान्स गर्न लगाइदिरहेको छौँ। हजुरहरू सुन ल सक्यो अब चाहिँ आजको हाम्रो कार्यक्रम। म हजुरहरूलाई नाइटको भ्यू देखाउँछु उत्तर पानीको। यता रहेको छ। अहिले फुर्सद भएर हो हजुरहरूले म देखाउँछु है त हाम्रो बेहुला बेहुलीको फोटोमा क्या। ल है हाम्रो डेकोरेसन चाहिँ यस्तो रहेको छ। यहाँ चाहिँ अघि पूजा भइसकेको छ, ग्रह शान्ति पूजा। अनि यहाँ सेनी चाहिँ एकदम निराश भएर हाम्रो चाहिँ यहाँ मेकअप हुँदैछ। लगभग दिदीले सकिसक्न लाग्नुभयो मेकअप। मेरो अनुहार चाहिँ यस्तो छ। अब चाहिँ हामी खाना जानु चारदाम भनेको आवाज पनि आएको छैन होला। अब म हजुरहरूलाई लान्छु। दिदी मेरो भ्लगमा स्वागत छ तपाईँलाई। आज हामी कहाँ छौँ त? आज हामी उत्तर पानीमा छौँ। हजुर हाम्रो ए अनि दिदीहरू चाहिँ मेकअपको लागि आउनुभएको। अनामिका ल र हाम्रो खाना खाने ठाउँ चाहिँ एकदमै साँगुरो छ। दिदी अन्यथा नलिकन खाइदिनु होला। ल यता चाहिँ यस्तो छ है। ए किन आएको छु भने यसो फ्रेस हुनलाई हो। त्यो माहौलै कस्तो छ क्या। अब छोरीको बिहेमा अलिक कस्तो कस्तै हुन्छ नि त। अनि त्यही भएर हामी चाहिँ यहाँ फ्रेस हुनलाई आएको है साथीहरू। म चाहिँ हल्का इमोसनल पनि भइहालेँ होइन, किन एक मात्र बहिनी हो नि त। ओके म बोल्न सकिनँ एकछिन ल। त हामी चाहिँ हल्कामा चाहिँ फ्रेस भएर हो। यहाँ दिदीहरू चाहिँ फोटो खिच्नु हुँदैछ। आज कस्तो मौसम पनि धुम्म छ कि, तर गर्मी हुनुभन्दा त यो त ठिकै हो। त्यही हो। अनि हामी चाहिँ यहाँ हल्का रमाइलो पनि गर्दैछौँ। हल्का अब त्यही हो, आफ्नो नन्दाले पठाउनुमा एकदम दुखी पनि छौँ है। दिदीहरू चाहिँ पुरा इन्जोय गर्नुहुँदैछ हाम्रो उत्तर पानीमा। सेनी अनि मेरो सेनीको आजको आउटफिट। हाम्रो क्यामेराम्यान एकदम प्रख्यात रोयललाई हुन आउनु भएको छ। हेलो गर्नु न मेरो भ्लगमा सिम्पल भिडियोमा। ओ हेन्सम भाइ। हजुर ओ हेन्सम भाइ। तर हेन्सम मान्छे जाइ पनि राम्रै देखिन्छ। राम्रो मान्छे राम्रै मान्छे अन्त नि यता बेग्लै राम्रै फेरि राम्रो। ल साथीहरू यहाँ चाहिँ डम्फू होला होइन के भन्छ ल डम्फू हुँदैछ यहाँ चाहिँ। हाम्रो तामाङ कल्चरमा चाहिँ यो दोहोरी हुँदैछ है।
दिदीहरूलाई चाहिँ पठाउन लागेको। म दिदीहरूलाई होइन बिदा गर्नुपर्ने छ, त्यसको लागि चाहिँ म यहाँ रुममा आइरहेको छु हो। साथीहरू पानी पनि पर्दैछ, मनाएको छ। 1 2 3 4 5 6 7 8 9 10 11 12 पुरै अब चाहिँ हामी जाने तयारीमा। दिदी झोला तुम्ही बोकिसक्नुभयो। हाम्रो अनामिकाजी त्यस्तै झोलालाई बर्लेर एक मात्र भान्जा हो नि। लैजाउँ अब ल, पुऱ्याउँछु। ल बाई, चाँडै भेटौँ होइन। सरी होइन, अब यहाँ टेम्पो पर्खिँदै हुनुहुन्छ अनि म चाहिँ अब भित्र जान्छु, किनभने मेरो टिका लाउने बेला भइसक्न आँटिसक्यो। अब लगाइदिनुपर्छ है ल साथीहरू। अनि हाम्रो बेहुला बेहुलीहरू यता हाम्रो क्यामेरामेन, हाम्रो लोकन्डी नानी, आँसुहरू सबैजना हुनुहुन्छ। साथीहरू अब चाहिँ हामी भाउजू छोरीले टिका लगाइदिन लागेको। मैले बोइना पनि लाउनु न। छिन्नु न एकछिन, यहाँ डिस्टर्ब भयो। उसले टिका लाउँदैछ हामी भिडियो गरिदिँदैछु। कहीँ जान्छ अर्को डिस्टर्ब भयो कि लागिरहेछ। अब हाम्रो यताउता सबै गर्नुपर्ने अनि हजुरहरूले मैले देखाउँछु अनि हामी बहिनीले पनि बिदाई गर्छौँ र हजुरलाई सबै भिडियो म देखाउने प्रयास गर्छु। हजुरहरू भिडियो चाहिँ स्किप नगरिकन हेरिदिनु होला भन्न चाहेँ है त। यहाँ चाहिँ सासु आमाहरूको पुरै डम्फु चल्दैछ। सासु आमाहरू ल हेर्नु ल, यहाँ हाम्रो नाच्नु हुँदैछ हाम्रो सासु आमाहरू। है हाम्रो तामाङ कल्चरको डम्फु अरे यो चाहिँ। हाम्रो ससुराबा जेठानी दिदी अब हाम्रो ब्युटी निकाल्ने बेला भयो। फाइन अब चाहिँ भयो जो फाइन ल। सिन्दुर पोती पनि अब सक्यो। चिम्टी छ कि छैन? अब अघि भएको बजारमा चाहिँ 3 चोटि ढोक्ने पर्ने हुन्छ तामाङको कल्चरमा। साथीहरू अहिलेको वेदर यस्तो छ होइन। यो समयमा हामीले चाहिँ बहिनीलाई बिदाई गरिसक्यौँ। अहिले 6:30 नै बज्न लागिसक्यो होइन। त्यही हो साथीहरू, बहिनीलाई चाहिँ हामी बिदाई पनि गरिसक्यौँ होइन। अनि अब चाहिँ त्यही हो साथीहरू, अब हामी हल्का यताउता हुन्छ होला। अनि त्यसपछि यति नै अब हाम्रो सक्यो बिहे है। अनि यो भिडियो चाहिँ म इन गर्छु हो, किनभने नि अब म केही भिडियोहरू बनाउँदिनँ किनकि म अब बिजी हुन्छु नि त। त्यही भएर म यो भिडियो चाहिँ यही इन गर्न चाहन्छु। र यो भिडियो चाहिँ हजुरहरूले यताउता भएर चाहिँ एकदमै मिलाएर हेरिदिनु होला भन्न चाहेँ र होइन। यो भिडियो हजुरहरूलाई के कस्तो लाग्छ हजुरहरूले प्रतिक्रिया पनि दिनु होला र मेरो बहिनीलाई ह्याप्पी म्यारिड लाइफ पनि भनिदिनु होला भन्न चाहेँ र। आजले यति नै, बाई बाई, सेवा।